छैन भन्ने कविता हो होइन। अहिले रिसेन्टली जुन भइरहेछ मैले त्यो फोटोसुटहरू आएर पोस्ट गर्न चाहिँ मन लागेर गरिनँ होइन, तर भन्नु चाहिँ पर्छ जस्तो लागेर आज भन्छु दाइ। ओके स्योर। ल म आफूलाई म्युट गर्छु। सम्पूर्ण मेरो प्यारा अडियन्सहरूलाई त्यही कुरा भन्न चाहन्छु कि मुर्कट्टाले स्टार्ट गरिसकेपछि ऊ रोकिँदैन, बुझ्यो कि भने? ऊ बवाल दिने मान्छे हो, बवाल नै हाम्रो लाइफको हिरा हो मुर्कट्टा, बुझेको बुझेनौ? त्यसैले एकछिन लेट्स लिसन टु हिम, उहाँको कुराकानी सुनौ। म आफू म्युट भइदिन्छु है। म म्युट भइसकेपछि उहाँले पेस गर्नुहुन्छ, उहाँले कुराहरू कानी राख्नुहुन्छ। ओके, म गएँ म्युट। ओके च्याट, लेट्स गिभ मुर्कट्टा अ प्लेस। ओके, कहाँबाट गर्छु नि म्युट? यसको फ्रन्ट क्यामेरा कसरी गर्ने मलाई त आएन त। भयो ल भयो। सुरु गर्छु दाइ। ओके ल, धेरै भयो यार यो जिम्मेवारी अनि यो माया प्रीतिको कथाहरू। आज थोरै आजकै यथार्थ बोलाउँ न हामी। थाहा छ तिमीलाई, ताराबाजी लैलै र कुकुरी कहाँ पढेर हुर्किएको म अचेल बलात्कारको दोहोरी भेट्दैछु। मैले सजाय मागेको छैन निर्दोषलाई, मैले कारबाही मागेको हुँ दोषीलाई। त्यसैले आज एउटा कहाली लाग्दो कथा लेख्दैछु। मैले सोचेको थिएँ मेरो कलमले सफलता र सुख मात्र लेखोस् सधैँ, नारीको शरीरलाई साडी र सलभित्र सम्मान गर्ने मेरो कलम आज पहिलोपल्टकै नारीको लुटिएको शरीर लेख्दैछु। प्रिय चेली, मलाई र मेरो कलमलाई पाप नलागोस्, मलाई माफ गरिदेऊ। मेरो कविताको शीर्षक म मरेको छैन। आज प्रकृति पनि निराश थियो। एउटा कलिलो बालिकाको सास रोकिएपछि त्यो हावा पनि शान्त र चुपचाप थियो। दिनभरि छोरीको न्यायको लागि पौतारिएका एउटा बा। रातको 2 बजे भर्खर आँखा बन्द भएको मात्र थियो, एउटा आवाज आयो, बा तिमी निदायो र यति सजिलै? बा निन्द्रामा झस्किँदै बिउजिनु भयो अनि प्रश्न गरे, को हो नानी तिमी? बा, तिमीले चिन्यौ न र मलाई? म तिम्रै त्यही छोरी हुँ, त्यही सानी छोरी जो तिम्रो हातको औँला छोडेर भर्खर हिँड्न सिक्दै थिइन्। म त्यही छोरी हुँ। म फर्किएँ नि बा, तर म मेरो अङ्ग च्यातिएको लुच्छिएको शरीर बोकेर होइन, आज आत्मा बोकेर फर्किएको छु। म तिम्रो त्यही छोरी हुँ जसले तिम्रो हातको सहारामा हिँड्न सिक्दा केही भुवासोहरूले गिद्धले सिनो लुछे जस्तै लुछे नि बा मलाई। म त्यही तिम्रो सानी छोरी हुँ जसको लास खोज्दै तिम्रो आँखाहरू थाकेनन्। बाको आँखाभरि फेरि एकपल्ट त्यो आँसुहरूले छताछुल्ल भए, तर छोरीको आवाज रोकिएन। बा, हेर न, मलाई यो संसारले चिन्यो रे आज, कि मैले यो संसारमा आफैलाई चिनाउन यही उमेरमा आफ्नै शरीर लुटाउनु पर्ने थियो र बा? कपडा च्यातिएपछि फेरि च्यातिएको मेरो कलिलो शरीरका हरेक अङ्गहरूले न्याय माग्दैछन् आज। साँच्चै बा, मलाई संसारले चिन्यो रे। मेरो तस्बिर सामाजिक सञ्जालमा राख्यो रे, मेरो लागि हजारौँ शब्दहरू लेख्यो रे, मेरो लागि नारा लगाइयो रे। बाके मैले न्याय पाउँछु कि पाउँदिनँ अब? मलाई त्यो सुन्दर र सुकिलो देख्ने तस्बिर सामाजिक सञ्जालमा चाहिएकै छैन बा। मलाई मेरो अङ्ग च्यातिएका ती पीडा र यातनाको हिसाब चाहिएको छ। कि मैले न्याय पाउँछु र बा? दाइ सुन न, तिम्रो बहिनीलाई कसैले जिस्काउँदा पनि पिट्न जाने तिमी, आज तिम्रो बहिनी जस्तै अर्को एउटा चेलीको इज्जत लुटिँदा तिमी चुपचाप त छैनौ नि? तिम्रो मन रोएको छ कि नै? कि म तिम्रो बहिनी होइन र? मेरो शरीरको अङ्ग तिम्रो बहिनीको अङ्ग जस्तै होइन र? कि आज मेरो तस्बिरमा हार्दिक श्रद्धाञ्जली लेखेर चित्त बुझाए जस्तै भोलि तिम्रो बहिनी माथि पर्यो भने त्यो हार्दिक श्रद्धाञ्जलीमै चित्त बुझाउन सक्छौ र? त्यसैले मेरो प्रिय समाज, मलाई थाहा छ म फर्किदिनँ अब, तर चाहन्न म जस्तै अर्को दिदी बहिनी लुट्युन् अब। प्रिय समाज, मैले बदलाको आगो चाहेको होइन, वर्षौँदेखि यहाँ हरेक नारीको शरीरले न्याय मागेको त्यो न्याय चाहेको। त्यसैले म चाहन्न कि मेरो शरीर लुच्ने त्यो ब्वाँसोहरू फेरि खुल्ला घुमुन् यो समाजमा। आमाले छोरी घर बाहिर जाँदा चिन्ता गर्नु नपरोस्, बाले छोरी जन्मिँदा घरमा मुटु कमाउनु नपरोस्। मेरो प्रिय सरकार, तिमी र म उस्तै छौँ। म पनि भर्खर पाइला चाल्न सिक्दै गरेको कलिलो कोपिला थिएँ, तिम्रो पाइलाहरूको पनि भर्खर सुरुवात हुँदैछ। तर अब पनि त्यो ब्वाँसोहरूलाई सजाय मिल्दैन र समाजमा खुल्ला घुम्छन् भने फेरि भोलि कैयौँ गरिमाहरू नाङ्गिन सक्छन्, कैयौँ गरिमाहरू तडपिएर मर्न सक्छन्।
कतै खोलाको किनारमा कतै जङ्गलको बिचमा फेरि पनि निर्मला र गरिमा नाङ्गिएकै भेटिन सक्छन्। म केही भन्न चाहन्छु प्रिय सरकार तिमीलाई, म नाङ्गिएर मरेको होइन, मलाई नङ्ग्याएर मारिएको। मैले त न जीवन देखेको थिएँ न मृत्युको अर्थ थाहा थियो, मलाई त मारेर फालिएको थियो। त्यसैले प्रिय सरकार, सायद तिमीले पनि देख्यौ होला मेरो तस्बिर, महसुस गर्यो होला मेरो पीडा, चल्यो होला संसद भवनमा चर्चा। मलाई बहस र चर्चा चाहिएकै होइन। मेरो तस्बिर सेयर नगरे पनि हुन्छ, तर बिन्ती मेरो पीडाको एक हिसाब मलाई देऊ। मेरो नाममा भिडियो बनाएर हाल्नै पर्दैन, तर त्यो नर पिचासहरूलाई घाँटीमा लाउने कुनै पासो बनाइदेऊ। मलाई 2 दिनको सहानुभूति होइन, जीवनभरिको सुरक्षा चाहिएको थियो। कुनै नारीको शरीर मर्दको भेषमा जन्मिएका नामर्दले छुनको लागि सोच्न पनि नसकोस्, ताकि भोलि गएर फेरि एउटा बा आफ्नो छोरीको लास खोला खोला खोज्न कुद्नु नपरोस्। कुनै अर्को निर्मला जन्मिएर फेरि निर्मला जस्तै अन्त्य हुनु नपरोस्। कुनै गरिमाको कलिलो शरीर फेरि यस्तो पीडा र यातना सहनु नपरोस्। अनि फेरि भोलि कुनै शरीर नाङ्गिएको चेलीको तस्बिरमा कसैले हार्दिक श्रद्धाञ्जली लेख्नै नपरोस्। प्रिय सरकार, सायद तिमी सोच्नै गर्छौ होला म मरे भनेर। प्रिय सरकार, सायद तिमी सोच्नै गर्छौ होला म मरे भनेर, तर म मरेकै छैन। एकपल्ट आफ्नो छोरीको आँखामा निहाल, म तिम्रो छोरीको आँखामा डर बनेर बाँचेकी छु। त्यो प्रत्येक आमाको चिन्तामा निहाल, म त्यो चिन्तामा बाँचेकी छु। त्यो प्रत्येक बाको काँपिरहेको मुटुमा बाँचेकी छु। भन न सरकार, के म तिम्रो आँसुमा बाँचेको छैन र? मेरो तस्बिर हेरेर मेरो कथा सुनेर तिम्रो आँखामा जुन आँसुको थोपाहरू अडिन्छन् नि हो, म त्यही आँसुमा बाँचेकी छु। म मरेकै छैन। म माग्दिनँ आज पनि केही, केवल मलाई न्याय देऊ। बिस्तारो बन्छ देश, विश्वास गरेका छन् सबैले तिमीलाई, पहिले बनाउनु पर्ने कानुन बनाइदेऊ। बरु अझै अर्को 10 वर्ष मेरो दाजुभाइ परदेशमै पसिना बगाउँछन्, तर नारीलाई सुरक्षा र इज्जत मिल्ने एउटा देश बनाइदेऊ। कर्म अनुसारको फल मिल्न जरुरी छ। त्यसैले पर्दैन अरू केही, तर अर्को गरिमा र निर्मला फेरि लुटिनु नपर्ने देश बनाइदेऊ। साँच्चै सरकार, तिमीले यति गरेनौ भने नि, नत्र अर्को आमा आत्तिन्छन् घरमा जन्मिँदा एउटी छोरी, रोकिने छैन बलात्कारको यो खेल फोहोरी। त्यसैले बिन्ती गर्दैछ आज तिमीलाई एउटा मरेको आत्माले बलात्कारीको घाँटीसम्म पुग्ने बनाइदेऊ एउटा डोरी। नसम्झ म मरेकी छु, नसम्झ म मरेकी छु, सम्झ म मारिएकी हुँ। नसम्झ म दोष तिमीलाई लगाउन आएकी हुँ, सम्झ म आउने दिनमा अरू गरिमालाई बचाउन आएकी हुँ। अपराधीलाई उमेरले नबचाओस्, अपराधीलाई उमेरले नबचाओस्। म जस्तै भर्खर 3 वर्षमा फुल्दै गरेकी त्यो सानो कोपिलालाई, जसको शरीरको अङ्ग पनि फुलेको छैन, त्यही शरीर लुच्ने त्यो बुवासो र नर पिचासहरूलाई फेरि खुल्ला नछोडियोस्। हेर न, किन फेरि थाहा हुँदैन, किन लुकाइन्छ उमेरकै आडमा उनीहरूलाई। प्रिय सरकार, मैले आज पनि मागेकै छैन तिमीसँग केही, न्याय देऊ मलाई। प्रिय सरकार, मैले आज पनि मागेकै छैन केही तिमीसँग, न्याय देऊ मलाई। धन्यवाद दाइ। हजुर दाइ। यु आर द गोट यार, यु आर द गोट। होइन दाइ, त्यस्तो नभन्नु। यु आर द गोट के, तिमी मेरो हाम्रो लाइफको, हामी सबजनाको तिमी हिरा हो, बुझेनौ? यु आर द गोट। सच अ वन्डरफुल वर्ड्स, यस्तो बल वर्ड यस्तो। म 2-3 चोटि चाहिँ यार नयाँ यार, बुझेनौ? गुजबम्स यार। थ्याङ्क यू सो मच दाइ। निशब्द छु, मुर्गट्टालाई यहीँ छ, मुर्गट्टाका अगाडि कुराकानी गर्दैछु। म पनि निशब्द छु यो कुराहरू सुनेर। यो कुराहरू जुन कुराहरू घटिरहेको छ देशमा, जुन कुराहरू भइरहेको छ, यो सुन्दाखेरि एकदम दुःख लाग्छ देशको स्थिति देख्दा। है, बाहिरपट्टि बसिराख्नु भएको सम्पूर्ण मेरो दाजुभाइ दिदीबहिनीहरू सबजनाको खुन झन् कस्तो खुलेको होला भन्ने म फिल गरिरहेको छु, बुझेनौ? बाहिर बसेर हुँदैन हामीले। च्याप्प पक्रिने, त्यो अपराधीहरूलाई च्याप्प पक्रिने, होइन? त्यसपछि पठाइदिने कर्णाली पारी, बुझ्यौ? त्यो एकचोटि त्यो नभइकन साममै पनि हुँदैन क्या दाइ, डर नभएको हो नि त। म तपाईँलाई मुड स्विङ गरेर पठाउँछु दाइ। के गरेर? है दाइ, अर्को मुडमा पठाउँछु दाइ। ल यसरी पठाउँदैन, एकैछिन म्युटै हुन्छ ल दाइ। लिएँ थोरै टाइम। म एउटा बाल्यकाल भन्ने कविता सुनाउँछु दाइ हजुरलाई। ओके, स्योर, एउटा सुनाउन यार। म सोच्नै गर्थेँ उमेर बढेपछि सपना पुरा गर्छु, तर थाहा नै भएन।
जति जति उमेर बढ्दै गयो त्यति सपनाहरू छुट्दै गएछन्। सपना पुरा गर्ने उमेरभन्दा सपना देख्ने उमेर ठिक रहेछ दाइ, आज बल्ल बुझ्दै गएको छु। हेर न, सपना देख्ने र सपना पुरा गर्ने उमेर कस्तो हुन्छ थाहा छ तिमीलाई? सपना देख्ने उमेरमा आफ्नै रहरले लडेर चोट लाग्दा पनि आमाको अगाडि रुन सोच्नै नपर्ने, तर सपना पुरा गर्ने उमेर त दुखाइ जति भए पनि त्यो अँध्यारो रातलाई साथी बनाएर रुनुपर्ने। साँच्चै यार, जवानीमा त घरिघरि मृत्युले पनि जिस्काए जस्तो लाग्छ। त्यो बाल्यकाल रहेछ दाइ, हामीले मजाले बाँच्नुपर्ने। रातको 9 बजेको थियो, दुबईको चिल्लो सडक। कामको बिदाईपछि मलाई मेरो कोठा लिएर जाँदै गरेको कम्पनीको बसको अन्तिम सिटमा बसेर कामको थकाइले निदाउन लागेको म। आदित्य, गीत सुन्छस् ला? छेउको साथीले एउटा इयरफोन दिने भने मलाई। मैले साथीको निम्तोलाई इन्कार गर्न सकिनँ। इयरफोन तानेर कानमा मात्र हालेको थिएँ। इयरफोनमा गीत बज्दै रहेछ। फेरि कहाँ आउँछ र घुमेर त्यो बालापनको उमेर। अचानक कता कता गाउँ सम्झिन पुगेछु। थाकेको ज्यान र बढेको उमेरलाई बसको सिटमा बिसाएर बाल्यकालको आँगनी टेक्न पुगेछु। त्यो घर पछाडिको बुढो कटोरको रुख, अनि कटोरको रुखको फेदमा खेलेको त्यो भाँडाकुटीको खेलमा माटोको सिन्दुर र बन्चो घाँसको चुराले मेरो पहिलो बेहुली बनेकी हुनिन्। आज कुन सहरमा रहर बेच्दै होलिन् म जस्तै। बाको पुरानो मोजा अनि बाको पुरानो मोजामा आमाको च्यातिएको चोलो र पराल हालेर बनाएको मेरो जीवनको सबैभन्दा पहिलो भकुण्डो। धान काटेपछिको त्यो बाँझो खेत अनि स्कुलको लुगा खोल्ने बित्तिकै भकुण्डो खेल्न जम्मा हुने साथीभाइको भेट। सायद मेरो जीवनको पहिलो र अन्तिम प्रिय खेल थियो दाइ त्यो। अब त हेर न, च्यातिएको भाग्यमा हारहरूलाई कोचेर जिन्दगीले मलाई नै भकुण्डो बनाइरहेको छ। माटोको घर अनि खरको छानो, मुसलधारे झरी पर्दा बलेसीमा बगेको त्यो पानी, कपीको पान्ना च्यातेर बनाएको त्यो डुङ्गा बलेसीको समुद्रमा कस्तो मजाले तैरिन्थ्यो। पानी रोकिएपछि त्यो न्यानो घाम, अनि त्यो न्यानो घाम लागेपछि निस्किने घाम किरा याद छ दाइ तिमीलाई? कसैले गाइने किरा पनि भन्दा रहेछन्। त्यसलाई समातेर पुच्छरमा डोरी बाँधेर बनाएको त्यो हेलिकप्टर, जसले मलाई बाल्यकालमै पाइलट बनाएको थियो। तिमीलाई स्वीकार छ या छैन मलाई थाहा छैन, तर जीवनमा सबैभन्दा मिठो पल भनेको स्कुलको हुँदो रहेछ दाइ। मानौ त्यो स्कुल नभएर एउटा दरबार थियो, अनि म र मेरो साथीहरू त्यो दरबारको राजकुमार जस्तै। प्रेम के हो भनेर थाहा पनि नभएको यो उमेर, तर यो मनलाई मन परेकी हुने। एक दिन उनी स्कुल ढिलो आउँदा पनि मेरो मन र आँखाले उनलाई यसरी खोज्थे नि त्यो स्कुलको गेटमा, जसरी एउटा बिरामीले एम्बुलेन्स पर्खिरहेको छ। कक्षा सुरु हुनुभन्दा अगाडि खेलेको त्यो चुङ्गी र रथ, अनि टिफिन भएपछि खाजामा स्कुलको गेटमा काली आमाले बनाउनु भएको त्यो तातो आलु चप, कागजमा हालेर भुजासँग मिसाएर खाँदा कम्ती मिठो हुन्थ्यो। अहिले कहाँ भेटिन्छ र पिज्जा र बर्गरमा त्यो स्वाद। अनि दाइ सुन न, तिमीलाई याद छ त्यो ढुङ्ग्री? हामी फोपी भन्थ्यौँ त्यसलाई। 5वटा किनेर 5वटा औँलामा हालेर कुरुम कुरुम खाँदा कस्तो मजा आउँथ्यो यार। साँच्चै रमाइलो थियो त्यो बाल्यकाल। माघको चिसो महिना, गाउँघरको माटोको घर, अनि माटोको घरको चिसो भुइँ, त्यही भुइँको चट्टाइमा ओछ्याएर पल्ला घरे काकीले थुपारिदिनु भएको त्यो मकैको रास, अनि अगाडि 14 इन्चीको ब्ल्याक एन्ड व्हाइट टिभीमा चल्दै गरेको श्रीकृष्ण श्रेष्ठ दाईको मुभी आफ्नो मान्छे। त्यो फिल्म सकिँदा त्यो एक चट्टाइ मकै पनि छडाइसक्नु पर्थ्यो यार दाई। खुब बाठी थिइन् हाम्री काकी पनि काम लगाउन, तर के गर्ने, काम गर्दैन भने झ्यालमा पनि जुटको बोरा लाएर टिभी नै छेकिदिन्थिन्। थोरै छुच्ची पनि थिइन् ती काकी। अनि त्यो असारको महिना, झमझम पानी अनि त्यो रोपाई। कामको रमाइलो त त्यस्तै हो, तर धान रोप्ने खेत जोतेपछि त्यो खेत मिलाउन लगाउने पटामा चढेर गोरुको पुच्छर बटार्न चाहिँ खुब मजा आउँथ्यो यार। यस्तो लाग्थ्यो मानौ म समुद्रमा जहाज कुदाउँदैछु। धेरै थोरै उस्तै होला दाइ हाम्रो बाल्यकाल। त्यसैले एउटा कुरा सोध्छु ल तिमीलाई, तिहारमा देउसी खेल्न हिँड्दा तिम्रो भागमा के बोक्नु पर्थ्यो? चामलको बोरा कि बाटोको किरामिरा भगाउने लट्ठी? गीत बजाउने स्पिकर कि बाटोमा उज्यालो देखाउने त्यो बत्ती? घाँटीमा माला, तिहारको नयाँ लुगा, हातमा बेलुका जाडो हुन्छ कि भनेर बोकेको त्यो ज्याकेट र मफलर, कस्तो रमाइलो थियो यार। छ्या, त्यो हरिकाकामा त नजाने यार, अर्को वर्ष 5 रुपियाँ र सेलरोटी मात्र दिन्छ। यार अर्को वर्ष त सुरुमै रामोकलकोमा जानुपर्छ, 25 रुपियाँ दिन्छ। बुवनी कस्तो राम्रो हुन्छ, कस्तो मिठो दिनहरू यार। अहिले सम्झिँदा पनि कस्तो खुसी लाग्छ। रातको 1-2 बजे देउसी, अनि रातको 1-2 बजेसम्म देउसी, अनि आधी रातमा पैसाको भाग भण्डा। जहिले झगडा पर्ने, भट्ट्याउनलाई 10 रुपियाँ बढे कस्तो गाह्रो हुन्छ भट्ट्याउन, पैसा भाग लगाउँदा म जहिले यस्तै भन्थेँ। लालेले बिचमै बोल्थे, यो आदित्य जहिले यस्तै गर्छ, भोलि त म भट्ट्याउँछु। तँलाई खुब आउनु पर्यो नि भट्ट्याउन। आदित्यले कस्तो मजाले भट्ट्याउँछ, सन्तोषले बिचमै थप्थे। ल 10 रुपियाँ बढी लैजा, तर भोलि गोपाल दाईको पसलमा लगेर धान चामल बेचेको पैसा चाहिँ बराबरै बाँड्नुपर्छ नि। आज आफ्नै घरको अंशको लागि लडेको दाजुभाइ देख्छु, अनि बालापनको साथीको सहमति याद आउँछ। तर सधैँ रमाइलो मात्र हुँदैन थियो, कहिलेकाहीँ घाटा पनि हुन्थ्यो। त्यो चौथीमा काँक्रा चोर्न जाँदा श्याम अङ्कलले भाटाले हान्नु भएको झट्टी, आँप चोर्न जाँदा त्यो रातो कमेलाले टोकेको टोकाइ आज पनि पोल्छ भत्पत्ती।
तर सम्झिँदा आँसु आउँछ। कहिले डन्डीबियो, कहिले चोर पुलिस, कहिले गुच्चा, कहिले लुकामारी। त्यो गोठालो जाँदा कबड्डी खेल्दा छिल्लिएको घुँडो, राति निदाउन कम्ता गाह्रो हुन्थ्यो यार पोलेर। साँच्चै अब त जवानी सुरु भयो, बाल्यकाल सक्यो, जिम्मेवारी सुरु भयो, खुसी सक्यो। धन्यवाद दाइ। भाइ लिएर गयो तिमीले मलाई लिएर गयो बालापनमा। मलाई मात्र होइन, यहाँ सबजना जति पनि जना छ नि च्याटमा बसिरहेको कान सुनेर बसेको आने नि त होइन। त्यो रामु काका उतापट्टि अहिले हेरिरह होला लाइभ, कुलवेको लाइभ होइन, त्यो नदिने खालको हाम्रो झट्टी हान्ने रामु काकालाई पनि माया छ है, राति राति बसेर हेरेर। अनि त्यो चौथीमा भोगटी चोर्ने केटाहरूको फेरि छुट्टै स्वाग छ है। चौथीमा भोगटी सगटी चोरेर सट्ट साधेर साथी हान्दिउँ न भन्ने खालको छुट्टै स्वाग छ। अझै चौथीमा त्यो घर बाहिर अगाडिपट्टि राखेको बेन्ची लर गएर मञ्चमा लर राखिदिन्थे नि, उनीहरूको पनि फेरि छुट्टै स्वाग छ है। के भएको भन न, हाम्रो पसल थियो, हाम्रो लुगाको दोकान थियो कि पसल थियो, टाउन भन्ने बजार टाउनमा छ, टाउनमा चाहिँ पसल थियो हाम्रो, सानो खोका टाइपको थियो, लुगा टाइपको होइन, लुगाको पसल थियो। अनि चौथीको दिनमा चाहिँ बुवाले चाहिँ अब पसल ससलमा गर्ला नि, यताउति चोर्ने, यताउति अलिक पिटाइ गर्ने फटाकेटाहरू के बुझेन, हाम्रो गाउँ त्यस्ता थिए। अनि बुवा चाहिँ गएर सुत्नु भएको रहेछ अगाडिपट्टि, पसलको अगाडिपट्टि त्यो खाट राखेर यस्तो गरेर हामीले पसल ससल वस्तु बनाएको थियौँ, यसरी सुत्नु भएको रहेछ। अनि बिहान के अरे राति चौथी खेल्ने केटा रहेछ नि, बुवा सुतेर भुसुनु भएको थियो। अनि उठाएर लगेर गएर खुला मञ्चमा लगेर बिचमा राख्दैछन्। अनि राति राखिसकेपछि निन्द्रा खुलेछ बुढाको, बुझ्यो, निन्द्रा खुलिसकेपछि ओहो अङ्कल सरी अङ्कल तपाईँ यहीँ सुत्नु भएको थियो भनेर भनेर होइन, बुझेन। अनि फेरि त्यो सुतेकै उठाएर लगेर त्यहाँ राखेँ। चौथीमा चाहिँ बल नेक्स्ट लेभल हुन्छ है। तर राति निस्किने चाहिँ हुँदैन, काँक्रा साक्रा चोर्न निस्केर केटाहरू सबजना लभ छ, माया छ है। द्याट वाज रियली नाइस। मुर्गट्टा, थ्याङ्क यू सो मच माई ब्रदर, यु अलवेज कम, यु अलवेज डेलिभर। एकदम खतरा, एकदम धासु, एकदम बवाल मजा आयो। एन्ड आज मैले च्याटमा हेरेर थाहा पाएँ हाम्रो मुर्गट्टाको जन्मदिन रहेछ आज। हो र? ओहो ह्याप्पी बर्थडे, जन्मदिनको शुभकामना छ। एकदमै अझै उत्तर काम यो प्रगति देख्न पाऊँ, अझै उत्तर प्रगति होस्, मुर्गट्टाको धेरै राम्रो होस्। हाम्रो लाइफमा आएर जुन एउटा औरा छर्छ, एउटा जुन औरा छ नि मुर्गट्टाको, जुन एउटा भाव छ, एउटा जुन प्रभाव छोड्छ मुर्गट्टाले, द्याट्स रियली नाइस। ओके, यु आर इन्फ्लुएन्सिङ अ लट अफ पिपल, यु आर डुइङ रियली ग्रेट इन यर लाइफ। आफ्नो काम, आफ्नो कुराकानीहरू छँदैछ, आफ्नो ड्युटीमा जाने कामहरू छँदैछ, आफ्नो फ्यामिली हेरिरहेको छौ, त्यो छोडेर पनि जुन तिम्रो इमेज हाम्रो लाइफमा छ, सबले रेस्पेक्ट गर्छ, सबले माया छ। एन्ड च्याट ह्याप्पी बर्थडे टु माई ब्रदर मुर्गट्टा। टिकटकले मलाई धेरै मान्छेहरूसँग जोइन गरायो, धेरै मान्छेसँग जोइन भए, यस्ता ट्यालेन्टहरू खोज्न पाएको छ, यस्ता राम्रो ट्यालेन्टहरू आउनुभएको छ हाम्रो लाइफमा। एन्ड द्याट्स रियली नाइस माई ब्रदर, थ्याङ्क यू सो मच फर बिङ अ पार्ट अफ आवर लाइफ एन्ड अ पार्ट अफ माई लाइफ टु। ओके, थ्याङ्क यू सो मच माई ब्रदर, टेक केयर, गुड नाइट, राम्रोसँग बस। आज त तिनिक्का हान्ने होला नि त होइन दाइ, भोलि ड्युटी छ। ल टेक केयर, राम्रोसँग बस। ह्याप्पी बर्थडे टु यु।